आकाशे पुल माडीलाई मडी बनाउँछु भनेर भन्दियो, आखिरी जितेको भोलिपल्टबाट कहिले मुख देखाएन। मुख कति बेला देखायो भने हामीले बनाएका पुल सम्पन्न भएपछि चाहिँ मैले बनाएको भएर चाहिँ रिबन काट्ने काम गर्नलाई आयो, त्यो पछाडि कहिले पनि आएन, तपाईँहरूलाई थाहा छ। र यिनीहरूले गर्ने थिए भने प्रधानमन्त्री 3 वर्षसम्म र प्रदेशका चाहिँ मुख्यमन्त्री 3 वर्षसम्म हुँदाखेरि र यहाँको स्थानीय चाहिँ सरकार उनीहरू हुँदा तिनै तहमा उनीहरू प्रमुख हुँदा र त्यत्रो वर्षसम्म पनि काम गर्न सकेन। अब त सक्ने कुरै भएन र हुँदा पनि हुँदैन। अब यो वर्ष चाहिँ ती मासुवाद पार्टी चाहिँ सदाको लागि सकिन्छ यो देशबाट, त्यो अवस्थामा पुगेको अवस्था छ। र हामी त्यति बेला पनि थियौँ, 56 सालदेखि अहिलेसम्म कहीँ भएका छैनौँ, कहीँ हिँडेका छैनौँ। 2.5 वर्ष बाँकी थियो, हामीले धेरै कामहरू गर्न सक्थ्यौँ र गर्ने भन्ने हामीले कम्मर कसेर लागेका थियौँ। त्यो बिचमै यो भएको हुनाले हामीले काम केही गर्न सकेका छैनौँ। अलिअलि गर्न केही बाँकी छ, तर त्यो हामी पुरा गर्छौँ। र अहिले जेएनजीको आदेशअनुसार मैले युवा उम्मेदवार जनजातिको छोरा दीपक थापा मगरलाई मैले उम्मेदवारी अगाडि बढाएको छु। म भन्नु र उहाँ भन्नु केही पनि फरक छैन र त्यसरी नै हामी काम गरेर हामी अगाडि बढाउँछौँ भन्ने कुराहरू मैले बुझेको छु, देखेको छु र मैले सक्छु भन्ने हिम्मतका साथ उहाँलाई लिएर तपाईँहरूको अगाडि आएको छु। र दुरा जातिको, दुरा समाजको लागि यो एउटा ठाउँमा मात्रै गरेको होइन। कुलबहादुरजीलाई थाहा छ, भरतपुरमा पनि हामीले यो समाजको चाहिँ समाज घर बनाउनको लागि निकै ठुलो योगदान पुर्याएका छौँ र उहाँहरू चाहिँ हाम्रो पक्षमा चाहिँ सशक्त रूपमा भूमिका निर्वाह गर्नुभएको छ र पार्टीलाई जिताउनको लागि ठुलो सहयोग पुर्याउनु भएको छ। र हामी पहाड एकै ठाउँमा भएको हुनाले पनि तपाईँहरूप्रति म साह्रै नै आभार छु, तपाईँहरूप्रति लगाव छ मेरो। र यो दुरा भन्ने समाज जाति सबैसँग मिलेर बस्ने र विश्वकै एउटा फरक जाति भएको हुनाले म यो जातिप्रति समर्पित छु र तपाईँहरूका हरेक कुरालाई चाहिँ म सपोर्ट र साथ दिन्छु भन्ने मेरो सोच मात्रै होइन, सधैँ गरेर आइरहेको छु। त्यसले गर्दा तपाईँहरूलाई आजैबाट म एउटा जिम्मा के दिन्छु भने हलो चिन्हमा दीपक थापालाई भोट माग्नु होला। त्यो भोट विक्रम पाण्डेलाई दिएको हुनेछ। तपाईँहरूका हरेक सुख दुःखमा म साथ दिनेछु।